सकारात्मक सोचले जे सोच्यो त्यही हुन्छ भन्ने एकातिर छ। तर के छ भने यो मानसिक स्वास्थ्यकै बारेमा र यसमा आउने विभिन्न मनोसामाजिक र मानसिक रोगकै बारेमा पनि हामीसँग अलिकति चाहिने जति आधारभूत ज्ञानै नभएको जस्तो अवस्था छ। हामीसँग त्यो बारेमा चाहिँ अलिकति चेतना, साक्षरता र जागरुकताको कमी भएको ले गर्दाखेरि पनि यो मानसिक समस्या बढेको स्थितिमा यदि हामीले चाहिँ यो मानसिक स्वास्थ्यको बारेमा, मनोरोगको बारेमा जान्ने हो, आवश्यक कुराहरू चाहिँ हामीले चाहिँ जानकारी राख्ने हो भने त्यो एउटा सकारात्मक पक्ष जस्तो लाग्छ। सुरुवातमै त्यो एउटा सकारात्मक पक्ष हुन सक्छ। अब अर्को चाहिँ के छ भने ल ठिक छ, हामीले चाहिँ नै सकारात्मक सोच्यौँ अथवा चाहिँ नै हामीले आफूलाई चाहिँ अनुकूल परिस्थितिमा राम्रै हिसाबले जीवन बिताइरहेका छौँ, अथवा कसैको चाहिँ नै जीवन परिस्थिति अलि प्रतिकूल पनि हुन सक्छ। जे भए पनि यो मानसिक रोग चाहिँ हुँदो रहेछ भनेपछि यसरी मानसिक रोग हुँदाखेरि समयमै पहिचान गर्नु, समयमै निदान गर्नु र उपचार गर्नु अर्को सकारात्मक पक्ष जस्तो लाग्छ। मैले यो सुरुमै चाहिँ नै आफ्नो यो कुरा राख्न चाहेँ। अनि त्यसपछि चाहिँ नै के छ भने ल मानसिक समस्या भएको छ भन्ने महसुस भएपछि उपचारमा जाँदाखेरि अब उपचार सेवा पनि त उपलब्ध हुनु पर्यो, यसको लागि आवश्यक सेवाहरू पनि त उपलब्ध हुनु पर्यो। तर के छ भने यो मानसिक स्वास्थ्यको चाहिँ अलिकति यसमा प्राथमिकताको कमी भएको कारणले गर्दाखेरि आवश्यक सेवा सुविधा पनि कम भएको, इन्फ्रास्ट्रक्चर पनि नभएकोमा अब यो कसले बनाउने त भन्दाखेरि सायद हामी सबैले यसमा चाहिँ नि छ भने सदुपयोग गर्नु पर्यो, छैन भनेदेखि चाहिँ त्यसको लागि आवाज पनि उठाउनु पर्ने पनि एउटा सकारात्मक पक्ष जस्तो लाग्छ। अब पहिले यस विषयमा आवाज, प्राथमिकता र पैरवीको निकै नै कमी थियो। समय परिस्थितिले यसमा चाहिँ एकदमै ध्यान नहुने हुँदाखेरि यदा कदा यसमा चाहिँ नै यो जनस्तरबाट अथवा सरकारी स्तरबाटै अथवा चाहिँ यसको प्रोफेसनल्सहरूबाट यसको आवाज उठाउने कामहरू हुँदै चाहिँ जानुपर्छ र त्यो गएको छ भने चाहिँ त्यो सकारात्मक पक्ष हो जस्तो लाग्छ। अब त्यसपछि के छ भने अब उपचारमै गयो भने पनि किन धेरै जसो त उपचारमा नजाने, त्यो किन नजानुको अर्को एउटा कारण चाहिँ के छ भने रोग यसो यो मानसिक रोगी भन्ने भएपछि चाहिँ नै अलिकति छिछि दूर हुने, मानिसहरूबाट चाहिँ विभेद हुने, यस्तो खालको चाहिँ यो हाम्रो आम यथार्थ हो। अब यस बीचमा यदि हामीले कसै गरेर यो मनोरोगप्रति सद्भाव जगाउन सक्यो, सहयोगपूर्ण र विभेद रहित हामीले व्यवहार र वातावरण बनाउन सक्यो भने त्यो अर्को चाहिँ नै पोजिटिभ सकारात्मक पक्ष जस्तो लाग्छ मलाई। अब यस मञ्चमा पनि समाजको जीवनको अब विविध पक्षको चाहिँ नै यो मन्थन हुने थलो हो यो। यसमा हामीले देख्यौँ यसरी चाहिँ नै अघि भने जस्तै सबै कुरा चाहिँ गएर मनसँग सम्बन्धित हुँदो रहेछ। देशमा राज्य व्यवस्था कस्तो छ, आर्थिक अवस्था कस्तो छ, विकासको अवस्था कस्तो छ, अथवा शिक्षा, स्वास्थ्य हरेक चिजको अवस्था कस्तो छ र त्यसलाई चाहिँ मनन गर्ने र त्यसको एकदम प्रत्यक्ष सम्बन्ध चाहिँ मनको अवस्थासँग हुँदो रहेछ भनेपछि यो सबै पक्ष यो बहुआयामिक रूपले चाहिँ अनुकूल परिस्थिति बन्दै गयो भने मानसिक स्वास्थ्य पनि चाहिँ राम्रो हुँदै जाने, प्रवर्धन हुँदै जाने रहेछ र मनोरोगको पनि रोकथाममा चाहिँ अनुकूल माहौल बन्दै जाने रहेछ। भनेपछि यस्तो हामीले कुनै पनि पक्षमा कुनै पनि आयामले चाहिँ हाम्रो चाहिँ प्रगति भएको छ, शान्ति सुरक्षा भएको छ भने त्यो पनि मानसिक स्वास्थ्यको लागि यो सकारात्मक पक्ष मान्नुपर्छ। भनेपछि यो सकारात्मकताको दायरा, सकारात्मकता चाहिँ एकदमै बृहत छ भन्ने मैले